आदरणीय दर्शकवृन्द नमस्कार। आज हामी हराएको तारा एयरको विमानको बारेमा नयाँ ताजा अपडेट लिएर उपस्थित भएका छौँ। पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको 9N80 नम्बरको विमान हराइरहेको छ। सो विमान पोखराबाट बिहान 9:55 जोमसोमको लागि उडेको थियो। चालक दलका 3 जना सदस्य सहित 19 जना यात्रुहरू लिएर उडेको विमान अहिलेसम्म सम्पर्कमा नआएको यति एयरलाइन्सको कार्यालयले जनाएको छ। चालक दलका सदस्यहरूमा क्याप्टेन प्रभाकर घिमिरे, सहचालक उत्सव पोखरेल, विमान परिचारिका किस्मी थापा रहेका छन् भने यात्रुहरूमा इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजन कुमार गोले, मिक ग्राट, वसन्त लामा, गणेश नारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मि श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसा देवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, कृतिका त्रिपाठी, युबी विल्नर र वैभवी बाण्डेकर सवार रहेको बताइएको छ।